मुम्बईमा लोकल ट्रेनमा यात्रा गरिराखेका एउटा बीएससी पढ्ने युवकलाई त्यहाँ भएका अरू व्यक्तिहरूले मराठीमा बोलेन हिन्दीमा बोल्यो भनेर हप्काउँदाखेरि पछि उलाई के भयो, गाह्रो असहज भयो, उसले सुसाइड गरेका रहेछन्। किन यस्तो भयो? कहीं यो प्यारेन्टिङको मिस्टेक हो त? म यो प्यारेन्टिङको मिस्टेकमा दुईटा कुरा हामीले विचार गर्नुपर्ने हुन्छ। हाउ टु डिल विथ रिजेक्सन, बहिष्कार तिरस्कारलाई कसरी सामना गर्ने, एन्ड हाउ टु डिल विथ फेलियर। हामी आफ्नो बच्चालाई सक्सेस कसरी हुने त्यो सिकाउँछौँ, तर फेलियरलाई कसरी सामना गर्ने त्यो सिकाउँदैनौँ। हामी आफ्नो बच्चालाई सबैले प्रशंसा गर्ने गरी हामी उसलाई हुर्काएका हुन्छौँ, तर जब कसैले उसलाई तिरस्कार गर्छ, बहिष्कार गर्छ, उसलाई नराम्रो भन्छ भने हामी उसलाई त्यो कुरा सिकाएका हुँदैनौँ कि हाउ टु डिल द्याट सिचुएसन। जीवनमा यस्ता कठिन परिस्थितिहरू सबैको जीवनमा आउँछ, हाम्रो बच्चाको जीवनमा पनि आउँछ। त्यसको लागि हामीले उसलाई तयार बनाएका छौँ कि छैनौँ, हामीले यो कुरा बुझ्नुपर्छ। नत्र महाभारतको यो स्टोरी तपाईँलाई पक्कै याद होला कि अभिमन्युलाई चक्रव्यूहभित्र छिर्ने चाहिँ थाहा थियो, फर्किने चाहिँ उसले सिकेको थिएन। सफलता कसरी प्राप्त गर्ने त्यो चाहिँ थाहा छ, तर असफलतालाई कसरी डिल गर्ने त्यो हाम्रो बच्चालाई थाहा छैन। हामीले उनीहरूको जीवन यति सरल बनाइदिन्छौँ, सबै कुरा प्यारेन्ट्सले बच्चालाई रेडिमेड बनाएर हामीले दिन्छौँ, जसको कारणले बच्चालाई लाग्छ कि यो लाइफ इज सो इजी, सो फन। मोबाइल छ, इन्टरनेट छ, खानेकुरा छ, जे पनि छ, ट्राभलिङ छ, घुम्ने छ, बच्चाको हरेक डिमान्ड हामी पुरा गर्छौँ। उसलाई रिजेक्सन के हो, मैले यो पाउनु पर्ने नपर्ने उसलाई थाहै छैन। उसलाई फेलियर उसले स्वादै लिएको छैन। त्यसको कारणले यस्ता दुर्घटनाहरू हुन्छन् कि ऊ मनोबल इमोसनली ऊ धेरै कमजोर छ। उसले यस्तो अप्ठ्यारो परिस्थितिहरू भोगेको छैन, एक्सपिरियन्स छैन, र जब त्यस्तो सिचुएसन आउँछ उसको जिन्दगीमा 12 क्लास पछि भनौँ न अलि ढिलो, तपाईँ उसँग हुनुहुन्न र ऊ एक्लै भएको बेलामा यसलाई सहन गर्न सक्दैन, अनि जसको दुःखद परिणाम हुन्छ। तपाईँ हामीले सुनेका छौँ एसी इक्जाममा फेल भयो भने दुर्घटनाका कुराहरू हामी सुन्छौँ। किन त्यस्तो हुन्छ? किनभने हामी आफ्नो बच्चालाई यो कुरा सिकाउन बिर्सिराखेका छौँ। मोडर्न प्यारेन्टिङको जुन हामी भन्छौँ त्यसको चक्करमा राम्रो राम्रो एप्रिसिएसन, गुड पोजिटिभ मात्रै गर्ने, नेगेटिभ कुराहरू नसिकाउने, यो एकदमै गलत रहेछ। हामी यो घटनाबाट सिक्नुपर्छ। आफ्नो बच्चाहरूको लाइफ एकदमै सहज सजिलो आफ्नो दुःख गरेर गर्नु हुँदैन, पछि पस्ताउनु पर्ने हुन्छ। यसको अर्थ यो होइन कि जानी जानी उनीहरूलाई दुःख दिउँ, त्यो पनि होइन। यो तपाईँ हाम्रो विवेकमा भर पर्छ कि धेरै कुराहरू जुन कम्फोर्टेबल लाइफस्टाइल बच्चालाई गर्नुहुन्न। म पनि यो कुरा एज अ प्यारेन्ट्स रियलाइज गरेको छु, कोसिस गरिरहेको हुन्छु कि धेरै लिबर्टी उनीहरूलाई नदिउँ। तपाईको के छ यसमा राय कृपया कमेन्टमा लेख्नु होला। धन्यवाद।